कविताको शीर्षक छ सानो नानीको ठुलो सपना। नानी हुँ म धेरै सानी, मनमा धेरै छन् भावना। कहिले रात्रिमा देख्छु भने कहिले दिउँसै देख्छु सपना। हिजो पनि देखेँ एउटा ठुलो सपना, चलाउँदै रहेछु म हेलिकप्टर। चारैतिर हरियाली हेर्दै उड्न लागेछु म आकाशको पल्लो पार। ठुलो सागर तरेपछि पुगेछु म कुन देश। धेरै नानीहरू खेलिरहेका थिए, कोही हेरिरहेका थिए सुत्ताई राम्ररी लगाई। मलाई पनि दिए लगाउन उनीहरूको भेष। उनीहरूको पढाइ देखेर परिरहन्थे म दङ्ग। आफ्नै पालो परो जब भए तब म झसङ्ग। पढ्दै लेख्दै खुसी खुसीले समयहरू काट्न लागे। धेरै साथीले धेरै किसिमले मलाई सघाउ पुर्याए। जसँगै ड्युटी हालेछु म त राम्रो सपना पनि टुट्यो। तर त्यो सपनाले नै मेरो मनभित्र आशाको रोशनी जगायो। सपनालाई आफ्ना कसरी पार्ने गुरुजीबाट बुझ्नेछु। उहाँको इसारा मानि अब म जिन्दगीमा धेरै अघि बढ्नेछु। धन्यवाद।